बर्दिवासमा एक यस्ता युवा छन् जसको हातमा कहिले कुटो कोदालो देखिन्छ त कहिले समाज सुधारको नारा लेखिएको प्ले कार्ड, जो शारीरिक श्रम पनि गर्छन् अनि प्रखर वकालत पनि हो। आज हामी मनिष कर्ण कायस्थको यही प्रेरणादायी यात्रालाई नजिकबाट निहाल्दैछौँ। आखिर उनको यो कथाले हामीलाई के सिकाउँछ त? ल सुरु गरौँ है त। उनको परिचयको सुरुवात नै यहाँबाट गरौँ। एक निडर सामाजिक अभियन्ताको रूपमा महिला हिंसा र बलात्कार जस्ता अति नै संवेदनशील विषयमा उनी यस्ता प्रत्यक्ष र कतिपयलाई त अप्ठ्यारो लाग्ने नारा बोकेर सडकमा उत्रिन हिम्मत गर्छन्। यो उनको सामाजिक न्यायप्रतिको अडान मात्रै होइन, समाजको यथास्थितिलाई चुनौती दिने उनको शैलीको एक शक्तिशाली उदाहरण पनि हो। त्यसोभए उनको प्रभावको रहस्य के हो त? वास्तवमा यसको पछाडि दुईवटा बलिया आधार स्तम्भहरू छन्। पहिलो, आफै फिल्डमा उत्रिएर पसिना बगाएर गरिने प्रत्यक्ष श्रम, र दोस्रो, समाजका गम्भीर समस्याहरू विरुद्ध आवाज उठाउने वैचारिक लडाईँ हो। यही दुई शक्तिको संयोजनले नै मनिषलाई मनिष बनाएको छ। अब उनको कथाको पहिलो पाठ हो, अर्थात् पहिलो स्तम्भलाई हेरौँ। यो हो उनको समुदायप्रतिको गहिरो समर्पण, जहाँ उनी स्वयंभन्दा माथि सेवा भन्ने भावनाले प्रेरित छन्। कसरी त? आउनुहोस् विस्तारमा हेरौँ। स्वयंभन्दा माथि सेवा। रोट्र्याक्टको यो विश्वव्यापी आदर्श उनको जीवनको दर्शन नै बनेको छ। तर यो केवल एउटा भनाइमा मात्र सीमित छैन। यही दर्शनले उनलाई बर्दिवासको सडकमा कुटो चलाउनुहोस् वा समुदायको कुनै पनि समस्यामा अघि सर्नुहोस् सधैँ प्रेरित गर्छ। यो उनको हरेक काममा देखिने एउटा ठोस वास्तविकता हो। उनको सेवाको दायरा कति फराकिलो छ भन्ने कुरा यी तस्बिरहरूले प्रष्ट पार्छन्। एकातिर कोभिड-19 जस्तो विश्वव्यापी महामारीमा जनस्वास्थ्यको ख्याल गर्दै मास्क बाँडिरहेका छन् भने अर्कोतिर भावी पुस्ताको बौद्धिक विकासका लागि हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिरहेका छन्। स्वास्थ्यदेखि शिक्षासम्म उनको चासो सबैतिर फैलिएको देखिन्छ। उनको योगदान यतिमा मात्रै रोकिँदैन। उनले बर्दिवासलाई अझ सुन्दर र सफा बनाउन रणनीतिक रूपमै काम गरेका छन्। तर सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने उनी केवल योजना बनाएर भाषण गर्ने व्यक्ति होइनन्। उनी आफै कुटो कोदालो बोकेर सडकमा फूल रोप्न र तारबार लगाउन खटिन्छन्। यो गरेर देखाउने नेतृत्वको एउटा उत्कृष्ट उदाहरण हो। सामाजिक सेवा त उनको एउटा पाटो भयो। अब उनको व्यक्तित्वको दोस्रो र उत्तिकै शक्तिशाली स्तम्भतर्फ लागौँ। त्यो हो उद्यमशीलता। यो उनको शून्यबाट शिखरसम्म पुगेको सङ्घर्ष र सफलताको कथा हो। उनको व्यावसायिक यात्रा हेर्दा थाहा हुन्छ कि निरन्तरको मेहनतले मानिसलाई कहाँसम्म पुर्याउन सक्छ। एउटा पसलको सहयोगीदेखि आइटी, सेल्स म्यानेजर र सामाजिक संस्थाको सचिवसम्म हरेक अनुभवले उनलाई केही न केही सिकायो, र यही विविध अनुभवको जगमा उभिएर आज उनी एक उद्योगका संस्थापक बनेका छन्। र यो सबै सफलता उनले हासिल गरेका हुन् केवल 26 वर्षको उमेरमा। सोच्नुस् त, जुन उमेरमा धेरैजसो मानिसहरू आफ्नो करियर के बनाउने भनेर सोच्दै हुन्छन्, त्यो उमेरमा उनले कृषिमा आधारित उद्योग खोल्ने एउटा ठूलो जोखिम उठाए। यसले उनको आँट र भविष्यलाई हेर्ने दृष्टिकोण दुवै देखाउँछ। उनको उद्यमशीलता पनि समुदायप्रतिको सेवा भावबाट अलग छैन। उनको लागि व्यापार भनेको केवल नाफा कमाउने माध्यम मात्रै होइन। यो त आम मानिसहरूलाई सुलभ मूल्यमा गुणस्तरीय सामान दिएर सेवा गर्ने अर्को एउटा तरिका हो। मेहनत र दृढ इच्छा शक्ति भए शून्यबाट पनि शिखर पुग्न सकिन्छ। यो उनको जीवनको मूल मन्त्र नै हो। पसलको सहयोगीबाट सुरु भएको उनको यात्रा आज उद्योगको मालिकसम्म पुग्नुले यही कुरालाई प्रमाणित गर्छ। यो उनका लागि केवल एउटा भनाइ होइन, यो उनले बाँचेको सत्य हो। अहिलेसम्म हामीले उनका दुई स्तम्भहरू, सामाजिक सेवा र उद्यमशीलतालाई अलग अलग हेर्यौं। अब निष्कर्षमा यी दुई कसरी एक अर्कासँग जोडिएका छन् र एउटै मिसनका दुई फरक अनुहार हुन् भनेर बुझ्ने प्रयास गरौँ। यहाँ हामी स्पष्टसँग देख्न सक्छौँ कि उनको सामाजिक सक्रियता र व्यावसायिक यात्रा वास्तवमा एउटै सिक्काका दुई पाटा हुन्। लक्ष्य एउटै छ, समुदायको उत्थान। एकातिर उनी सामाजिक सुधारका लागि सडकमा आवाज उठाउँछन् भने अर्कोतिर उनी उद्योग मार्फत त्यही समुदायमा आर्थिक अवसरहरू सिर्जना गरिरहेका छन्। अन्ततः मनिषको यो यात्राले एउटा शक्तिशाली सन्देश दिन्छ। त्यो हो सामाजिक उत्तरदायित्व र उद्यमशीलता एक अर्काका दुश्मन होइनन्,
बरु जब यी दुई सँगसँगै अगाडि बढ्छन् तब यिनले एक अर्कालाई बलियो बनाउँदै साँच्चीकै परिवर्तन ल्याउन सक्छन्। मनिष कर्णकायस्थको यो कथा बर्दिवासको मात्रै होइन, यो हामी सबैका लागि एउटा प्रश्न पनि हो। एक व्यक्तिको श्रम, आँट र सही नियतले साँच्ची नै एउटा सिङ्गो समुदायको भविष्यलाई कसरी बदल्न सक्दो रहेछ?